गोरखाओं की आवाज को बुलंद करने के लिए चैनल को सब्सक्राइब करें और खबर को लाइक शेयर करें। बीते 29 मार्च के दिन देहरादून के जाली गांव भारूवाला ग्रांट स्थित श्री सत्यनारायण स्वामी मंदिर के प्रांगण में 11 गोरखा क्रांति समिति द्वारा वार्षिक साधारण सभा का आयोजन किया गया। इसमें समिति द्वारा किए गए वर्ष भर के कार्य का अवलोकन किया गया और भविष्य में होने वाले कार्यवाही के लिए सुझाव आमंत्रित किया गया। समिति के सचिव कैप्टन राम कुमार तामंग ने सभा का संचालन किया। उन्होंने समिति द्वारा किए गए विभिन्न कार्यों का अवलोकन कर सभा को अवगत कराया। सभा का समापन अध्यक्ष मेजर पीबी गुरुंग द्वारा किया गया। वार्षिक साधारण सभा में उपाध्यक्ष सरयन कुमार थापा, सचिव राम कुमार तामंग, कोषाध्यक्ष रोशन राय, शाखा अध्यक्ष गंगा प्रसाद राय, पूर्व कार्यवाहक अध्यक्ष वाईबी लिंबू, पूर्व उपाध्यक्ष अमर कुमार राय, पूर्व राज्य मंत्री उत्तराखंड सरकार टीडी भूटिया तथा अन्य शाखा अध्यक्ष समिति सदस्य उपस्थित रहे। सभा के बाद भोजन की भी व्यवस्था की गई थी। आइए देखते हैं विस्तृत खबर। ओम श्री सत्यनारायण नमः। 11 गोरखा क्रांति समिति देहरादून उत्तराखंड को मिलन समारोह हामीले 9 मार्च 2025 को दिन मनाएको थियो। आज हामी यो कार्यक्रम सम्पन्न भएको बादमा यो अब हाम्रो एजीएम को कार्यक्रम चल्दैछ। बन्दा सम्मानित बुजुर्गहरू, मनोजी कैप्टन विनोद राईज्यू, हाम्रो साहबहरू भेला भएको छ। अहिले हाम्रो या हाम्रो लेफ्टिनेंट टीडी भूटिया साहब, राज्य मंत्री उत्तराखंड सरकार, जो आजको हाम्रो चीफ गेस्ट हुनुहुन्छ। स्वागत गर्दछु। आजको यस एनुअल जनरल मिटिङ 2025 को यस सभामा उपस्थित अध्यक्ष हाम्रो मेजर पीबी गुरुङ साहब, उपाध्यक्ष ऑनरेरी कैप्टन सरयन कुमार थापा साहब, ऑनरेरी लेफ्टिनेंट हाम्रो कोषाध्यक्ष रोशन राय साहब, साथमा हाम्रो बीच उपस्थित मेजर पीसीआर कार्की साहब, मेजर अमर बहादुर राय साहब, ऑनरेरी लेफ्टिनेंट दादुल भूटिया, पूर्व राज्य मंत्री गोरखा कल्याण परिषद, साथ ही हमारे सहायक अधिकारी जिला सैनिक बोर्ड, ऑनरेरी कैप्टन विनोद राय साहब, ऑनरेरी कैप्टन विनोद राय साहब, ऑनरेरी लेफ्टिनेंट आरबी राय साहब, ऑनरेरी लेफ्टिनेंट ओम बहादुर राणा साहब, ऑनरेरी कैप्टन एमबी राय साहब, सूबेदार तारा बहादुर राय साहब, ऑनरेरी नायब सूबेदार अमर बहादुर साहब, सूबेदार मेजर वाईबी लिंबू साहब, प्रतिदोष ऑनरेरी सुल्तान मेजर अशोक गुरुङ साहब तथा वीरांगनाहरू, साथै धेरै सम्मानीय हाम्रो यहाँहरू सबैलाई पुनः एक बारको हार्दिक एनुअल जनरल मिटिङ हाम्रो 24 फेब्रुअरी 2025 मा सर्वप्रथम वीर नारीहरूलाई सम्मानित गर्नुको लागि आज म मेजर तो मेन साहब अनुरोध करते कि वहाँ शॉल
यता एकैछिन यता हेरिदिनु होला। धन्यवाद जीमेल में समिति को नया ईमेल एड्रेस बनाइयो। यो वर्ष 2024 मई में बनाइएको थियो। यसको एड्रेस यस प्रकारले छ 11gksdoon@gmail.com। त्यसपछि इमेलबाट रिकॉर्ड्स 11GR तथा अन्य अर्गनाइजेसनसँग करस्पोन्डेन्स हाम्रो सुरु भयो। वहाँ रिकॉर्ड्स 11GR ले 711 एक्स-सर्भिसमेन जो देहरादूनमा बसोबासो गर्नुहुन्छ उहाँहरूको नोमिनल रोल हामीलाई हाम्रो रिक्वेस्टमा पठाइदिनु भएको थियो वाया जीमेल। रिकॉर्ड्स 11GR लाई समितिद्वारा 5 लटमा 1965 र 1971 मा लड्नु भएको हाम्रो भूतपूर्व सेनानीहरूको नाम माग्नु भएको थियो। त्यसमा हामीले 5 लटमा 103 जना भूतपूर्व सैनिक 11 गोर्खा राइफल्स को देहरादून बसोबासो गर्ने भूपू सैनिकहरूको नाम हामीले उहाँहरूलाई प्रेषित गरेको थियौं। त्यसपछि हामीले बर्थडे कार्ड अनि एनिभर्सरी र मिलन समारोहको कार्ड प्रिन्ट गरेर हामीले व्हाट्सएपमा जहिले पनि सदस्यहरूको एनिभर्सरी या बर्थडे हुन्छ त्यसमा हामीले लगाएर उहाँहरूप्रति हाम्रो जो कन्ट्याक्ट भनौं या फिर हाम्रो भावना एस्पिरेटिभ कोरलाई जारी राख्नेको प्रक्रिया हामीले आरम्भ गर्यौं र अहिले पनि त्यो जारी छ। जहाँ शाखा अध्यक्षहरूले उहाँहरूको सम्भव हुन्छ उहाँले फिजिकली पनि गएर कार्ड उहाँहरूलाई हस्तगत गर्नुहुन्छ। यो प्रक्रिया पनि समितिले सुरु गर्यो। समितिद्वारा गत 1 वर्षमा 3 जना स्वर्गवास हुनुभएको सदस्यहरूलाई उहाँहरूको एनएफओहरूलाई डिमाइज ग्रान्ट ₹5000 हामीले प्रदान गर्यौं। उहाँको नाम छ ऑनरी कैप्टन खडकचन्द्र ठकुरीज्यू, हवलदार क्लर्क प्रकाश सुनवारज्यू अनि सुबेदार केन्द्र बहादुर लिम्बुज्यू। उहाँहरूको परिवारको एनएफओहरूलाई हामीले समितिद्वारा डिमाइज ग्रान्ट प्रदान गरियो। समितिले अहिलेसम्म 10 वटा शोकपत्र शोकाकुल परिवारलाई प्रदान गरिसकेको छ। साथै समिति सदस्यहरूले वर्षभरमा कर्सी विजिट, मोक्षधाम यात्रा, शोक सभामा 35 बार उहाँहरूको सदस्यहरूको घर हामीले विजिट गरिसकेका छौं। डोर टू डोर क्याम्पेनको अन्तर्गत यहाँ यही जग्गामा हामीले जाली गाउँमा 18 दिसम्बर 2024 मा एउटा सानो सभाको आयोजन गरेका थियौं र उहाँहरूसँग हामीले पेन्सन सम्बन्धी समस्याहरूको जानकारी लिएर कुछ ईसीएचएस अनि स्पर्श सम्बन्धी उहाँहरूको जो पनि समस्याहरू छ निदान गर्नको हामीले भरसक प्रयास गर्यौं। सब्सक्रिप्सन रेटमा हामीले बदलाव गर्यौं। एनुअल सब्सक्रिप्सन रेट पहिला ₹200 र वेलफेयर फन्ड ₹300, टोटल ₹500 उठाइन्थ्यो। त्यो हामीले त्यसमा बदलाव गरेर अहिले नयाँ पुरानो मेम्बरहरूलाई 1500 र नयाँ मेम्बरहरूलाई चाहिँ 2000 दिने गरेछौं। उहाँबाट लिने गरेको छौं हामीले। अनि मिलन समारोहको सब्सक्रिप्सनमा चाहिँ कोही बदलाव छैन। किरान्ती महिला देहरादूनको नाम भएको वीर नारीहरूको तथा अन्य दिदी बहिनीहरूको लागि समितिले एउटा व्हाट्सएप ग्रुप सुरु गरेको छ। त्यसमा हाम्रो एडमिनमा म शामिल छु। उहाँ हाम्रो मेजर पीबी गुरुङ साहबजीको मेम साहब, शीला बहिनी हुनुहुन्छ उहाँ हाम्रो लिगल एडभाइजर, अनि सुरेश ज्यूको धर्मपत्नी ज्यू हुनुहुन्छ।
यो हामीले यसलाई सुरु गर्यौं ताकि वीर नारीहरू प्राय जस्तो हाम्रो अरू दिदीबहिनीहरूसँग त्यति उहाँहरूको करस्पोन्डेन्स हुँदैन, त्यति साह्रो कम्युनिकेसन हुँदैन। त्यसले गर्दाखेरि साथ अध्यक्षज्यूले भन्नुभयो कि एउटा नयाँ ग्रुप उहाँहरूको लागि खोलिदिने। त हाम्रो मुख्य उद्देश्य यो छ कि उहाँहरूको पेन्सन सम्बन्धी कोही पनि समस्या छ भने उहाँहरूले म्यासेज ग्रुपमा छोड्न सक्नुहुन्छ। त्यसको निदान उहाँ मेजर अध्यक्षज्यूले रिकर्डसँग एप्रोच गरेर भरसक हामी प्रयास गर्छौं कि छिटोभन्दा छिटो समस्याको समाधान होस्। हाम्रो 11 गोर्खा क्रान्ति समितिको व्हाट्सएप ग्रुपको सदस्य संख्या जो कि हामीले टेक ओभर गर्दाखेरि 18 मात्रै थियो, अहिले बढेर 166 पुगेको छौं। समितिले वर्षभरमा 45 भूतपूर्व सदस्य अनि 19 वीर नारीहरू जोड्नुमा सफल भएका छन्। अहिले कुल सदस्य संख्या 180 जो हामीले टेक ओभर गर्दाखेरि भएको थियो त्यो बढेर 200। त्यो मुताबिक त्यसमा कतिपय हाम्रो जो भूपू सैनिकहरू हुनुहुन्थ्यो उहाँ अहिले यहाँ यस दुनियाँमा हुनुहुन्न, निधन भइसकेको छ। उहाँहरूको नाम पनि थियो। त उहाँहरूले पनि अगर हामीले लेस गरिदियो भने एटलिस्ट अनुमानतः एप्रोक्सिमेटली 500 जनाको हाम्रो बसोबासो छ देहरादूनमा। त त्यसमा अहिले हाम्रो प्रयास चल्दैछ। 244 जना हामीले गरिसकेका छौँ। त हाम्रो टार्गेट 3 सालको यही छ कि 500 को 500 जना पूर्व देहरादूनदेखि पश्चिम उत्तर दक्षिण जति पनि छ सबैलाई हाम्रो ग्रुपमा सामेल गर्ने र पेन्सन सम्बन्धी हाम्रो मुद्दा मेन वीर नारीहरूको उहाँहरूको समस्यालाई छिटोभन्दा छिटो निदान गर्ने समितिको यो मात्रै एउटा उद्देश्य छ। त यसमा हामीले एउटा इक्जाम्पल भनौँ, हाम्रो शाखा अध्यक्षद्वारा 103 जनाको जो हामीलाई रिकर्डलाई पठाएको थियो 1965-1971 को वरको 15 लाख दिने जो स्किम छ युद्ध सम्मान योजना, त्यो कसैले भन्छ फेक छ, कसैले भन्छ हो पक्कै हो। त्यो अहिलेसम्म त्यसको उयो भएको छैन। तर पनि 100% फेक चाहिँ हुन सक्दैन। कारण रिकर्ड्सबाट लेटर आएको छ कि 1965 र 71 मा भएको नाम तपाईँ फरवर्ड गर्नुहोस् भनेर समितिलाई। यस सम्बन्धमा यो कुनै पनि तरिकाले कुनै पनि प्रकारले अहिले आरटीआई पनि लगाएर सोध्यो मान्छेहरूले, एसोसिएसनहरूले, संस्थाहरूले यो हो कि होइन। त उहाँबाट नै रिप्लाई दियो मिनिस्ट्री अफ डिफेन्सले कि हो, यो 100% फेक होइन। त यो कारबाही चल्दैछ, पायो भने बहुतै राम्रो हो हाम्रो सबैको लागि। त यो एउटा इक्जाम्पल हामीले सेट गरेको छौँ कि जो समिति छ उहाँहरू रिकर्ड्सको लागि पनि धेरै राम्रो काम भूतपूर्व सैनिकहरूको लागि गरिरहेको छ। यसपछि अब हाम्रो जो पनि सालभरमा हाम्रो जो फाइनेन्सियली हाम्रो जो उतार चढाउ भयो त्यसको लागि म अब कोषाध्यक्ष हाम्रो अनरेबल लेफ्टिनेन्ट रोशन राई साहबलाई लेखाजोखा उहाँले सुनाइदिनु भनेर रिक्वेस्ट गर्दछु। अनरेबल लेफ्टिनेन्ट रोशन राई साहब। अफसर साहबान, जेसु साहबान र सम्पूर्ण हाम्रो दिदी बहिनी, यहाँ 2 शब्द भन्नुको लागि मलाई यहाँ बोलाउनु भएको, तर मेरो कुरा त केही पनि छैन। आज यो भेलामा हजुरहरूले उपस्थित गरी धेरै खुसी लाग्यो। यसभन्दा पहिला हामी यति जम्मा पनि हुँदैन थियो। र मेरो एउटै कुरा छ कि गएको दिन हामीले जो डायमन्ड जुब्ली मनायौँ त्यो भव्य र साह्रै राम्रो थियो। त्यसमा हजुरको उपस्थित र कार्यकर्ताको मेहनत धेरै राम्रो, सबैले सराहना गर्नुभयो। म आशा राख्छु आगे पनि यस्तै हुँदै जाला। अरू कोही कुरा छ भने अब हाम्रो बिचमा कोही कुरा छ भने हामी आपसमा बात गरेर भन्न सकिन्छ। र यसबिच म अरू केही पनि भन्न चाहदिनँ। हजुरहरूलाई धेरै धेरै शुभकामना। धन्यवाद। सर्वप्रथम त जति पनि हाम्रो आज एजिएममा आउनुभएको माननीय मेम्बर साहबहरू, दिदीहरू र हाम्रो वीर नारीहरू, म हनी लेफ्टिनेन्ट रोशन राई सेमिलियनजिया, वर्तमानमा म अहिले कोषाध्यक्षको ड्युटी गर्दैछु र हजुरहरूलाई म आफ्नो यो 1 वर्षमा जति पनि हाम्रो खर्च भयो त्यो कलेक्सन भयो त्यसको बारेमा जानकारी दिन्छु। सर्वप्रथम जब मैले हाम्रो पूर्व कोषाध्यक्ष
हनेर क्याप्टेन महेश साई साहबसँग मैले टेक ओभर गरेको थिएँ। त्यतिखेर साहबसँग क्यास मैले 6,134 रुपियाँ र सेभिङमा 1,50,53 रुपियाँ अनि हाम्रो एफडी छ 3वटा, त्यसमा 2,95,387 रुपियाँ, टोटल 4,51,387 रुपियाँ हाम्रो समितिमाथि पैसा। त्यसपछि अप्रिल 2024बाट यो हाम्रो नोभेम्बर एटलिस्ट अक्टोबरसम्म 10-12 जो नयाँ मेम्बर जोड्नु भयो नयाँ रेटको हिसाबले, त उहाँहरूको एमाउन्ट 44,234 रुपियाँ यो न्यू मेम्बरको मात्रै। त्यसपछि फेरि हाम्रो यो सालमा जो न्यू रेटले मिलन समारोह र मेम्बरसिपको कलेक्सन भयो उहाँको रेट एमाउन्ट छ 4,10,300। त्यसमा हाम्रो जो साबरले डोनेसन दिनुभएको थियो त्यो पनि प्लस छ, त्यो टोटल मिलाएर 4,54,534 रुपियाँ हाम्रो यो एक सालको कलेक्सन छ। र अब हाम्रो खर्चमा खर्च बेसी भएको छ, कारण अब हामी नयाँ कार्यकारिणी धेरै मिटिङहरू अटेन्ड गर्नु पर्यो र मिलन समारोह पनि त्यसरी नै राम्रो ठुलो गर्यौँ। त्यसमा हाम्रो अप्रिलदेखि अहिलेसम्मको जति पनि हाम्रो मिसलिनियस एक्सपेन्डिचर छ, जस्तो हामीले कुनै पनि मेम्बर बित्नुहुन्छ उहाँलाई हामीले सोपत्र दिन्छौँ र उहाँलाई डिमाइज ग्रान्ट दिन्छौँ र हाम्रो जो मिटिङहरू हुन्छ जो स्टेसनरी खर्चहरू हुन्छ यो हाम्रो थियो 49,477 रुपियाँ एक वर्ष। त्यसपछि हाम्रो रेजिन डेको खर्च थियो योपालि 29,613 अनि मिलन समारोहको छ 3,20,114 रुपियाँ। तो यो 29,613 र 3,20,114 टोटल 3,49,727 रुपियाँ भएको छ। यो र माथि हाम्रो एक्सपेन्डिचर मिलाउँदा टोटल 3,99,204 रुपियाँ, तकरिबन 75% अब क्रस गरेको खर्च जति कलेक्सन भन्दा। त यसमा हाम्रो यसलाई माइनस गरेपछि हुन्छ मेरोमा 55,329 40 पैसा। त्यसमा मैले अस्ति 20 तारिक फेरि 30,000 क्यास हाम्रो समितिको एकाउन्टमा पैसा डिपोजिट गरेँ। त्यसपछि मेरोमा रह्यो 25,329 रुपियाँ। त हाम्रोमा आजको डेटमा क्यास 25,329 रुपियाँ 40 पैसा छ। यसमा पनि आजको हाम्रो जुन यो एजिएम भएको छ यसको पनि खर्च एप्रोक्स 25-26 को रेन्जमा जाँदैछ आजको। र अब हजुरलाई बताउँछु हाम्रो सेभिङ एकाउन्टमा। सेभिङ एकाउन्ट मैले टेक ओभर गर्दा 1,50,53 रुपियाँ थियो। त्यसपछि मैले जुनमा 20,000 विड्रल गरेँ। त्यसपछि हाम्रो फेरि एक सालमा 4 खेप हाम्रो इन्ट्रेस्ट पाउँछ 3 इयरमा, 3 महिनामा। त हाम्रो एक सालको इन्ट्रेस्ट थियो 3,802 रुपियाँ। त फेरि त्यसपछि हाम्रो भयो 1,33,855। त्यसपछि फेरि हाम्रो अस्ति मिलन समारोहमा जो हामीले डिएसआई बुकिङ गरेको थियौँ त्यसमा हाम्रो आएको थियो 25,000, यो चाहिँ चेकको थ्रु। त्यसपछि हाम्रोमा 1,08,855 यो 25,000 माइनस गरेर 1,08,855 रह्यो। त्यसपछि हाम्रो कर्नल एन बोरा साहबले जो मिलन समारोहमा क्यास डोनेसन दिनुभएको थियो न चेकको थ्रु 5,000 रुपियाँ, यसलाई प्लस गर्दा 1,13,855 रुपियाँ भयो। त्यसपछि फेरि हाम्रो मैले जो 30,000 क्यास जम्मा गरेको सेभिङमा यो मिलाएर आजको डेटमा हाम्रोमा सेभिङमा छ 1,43,855। अर्को छ हाम्रो एफडी। हाम्रो 3टा एफडी छ जसको प्रत्येक साल मार्च 24 र 28मा यसको इन्ट्रेस्ट लाग्छ, दुईटा हो त। अब एउटाको चाहिँ फेरि मार्च अप्रिल 28मा हुन्छ। त्यसपछि फेरि म हजुरलाई नेक्स्ट इयर त्यसमा चाहिँ यो सालमा प्लस हुन थियो इन्ट्रेस्ट, अर्को सालमा त्यसको इन्ट्रेस्ट प्लस हुन्छ। त हाम्रो यसपालिको एउटा एफडीमा 76,532, अर्को एफडी छ 1,63,420 रुपियाँ अनि अर्को चाहिँ 71,191 र टोटल एफडी भयो 3,11,143। पिछला साल थियो 2,95,387। त यति बढेको छ। आज टोटल हाम्रोमा छ क्यास 25,329, सेभिङमा 1,43,855, एफडीमा 3,11,143। जजेस को
जो खालको सबैलाई चाहिँ सम्मान हो हैन सम्मान हो यसको लागि हाम्रो रक्षा क्षेत्रमा त भयङ्कर अहिले त्यो इन्जिन कावेरी इन्जिन जस्तो अहिले साहबले भन्नुभयो जो हामीले सम्मान दिएको थियौँ त्यो हामीले प्लेटिनम जुब्ली कोर्स गर्नुपर्ने थियो सेन्टरको उसमा फलो गरेर तर कोर हुनु नसक्नु कारणले हामीले यसपालि त्यो प्लान गरेको थियो यो घरिघरि सम्मान यसरी हुने छैन अब इन फ्युचर मिलन समारोह होला सानो स्केलमा तर यो सानो स्केलमा हामी हाम्रो वीर नारीहरू जति पनि छ उनीहरूलाई चाहिँ सम्मान दिने नै हो मतलब यसपालि हामीले 100% मेम्बर 100% वीर नारीलाई सम्मान दियौँ नेक्स्ट टाइम मिलन समारोहमा अब अहिलेदेखि नेक्स्ट इयरसम्म यस्तो सबै नहोस् जो पनि भगवानले उ गरेको अनुसार हुन्छ नै जो हाम्रो नयाँ दिदी बहिनीहरू कोही पनि मतलब वीर नारी बन्छ आजदेखि अगाडि त त्योलाई उहाँलाई हामी त्यो मिलन समारोहमा मतलब एज प्रेजेन्टको वीर नारी भनेर हामी सम्मान गरौँ यो चाहिँ फलोअपमा रह्यो पर्मानेन्ट र मिलन समारोह जो यसपालि हामीले गरेको थियौँ गर्दै थियौँ त्यो म अलिकति यो जो तपाईँहरूले अहिले चाल पाउनुभयो हामीले यसपालि जब यो मोमेन्टो पनि दिने र प्लेटिनम जुब्लीको नाममा 11 इयरको नाममा यो पनि दिने भनेर हामीले त्यो डिसाइड गऱ्यौँ र त्यसको बादमा मैले पर्सनली मतलब जो अन एक्जिस्टिङ सिनियर अफिसर्सहरूसँग पनि कुरा गर्यो र सबभन्दा ठुलो जनरल एके सिंह साहब रिटायर भएर यहीँ बस्नु भएको छ तपाईँहरू सबैलाई थाहा छ उहाँसँग पनि कुरा गर्यो तर लगभग सबै साहबहरूले एस्योरेन्स दिनुभयो हामी पक्का आउँछौँ भनेर
त्यसको बादमा हामी कार्यकारिणी ग्रुपमा हाम्रो स्ट्यान्ड 2 लाग्यो। अगर जनरल साहबहरू आउँदैछ भने चाहिँ हामीले अलिकति यस्तो गर्नुपर्छ भनेर त्यही कारणले हो हामीले बीएसआई सेलेक्ट गरेको। बीएसआई भन्दा पहिला हामीले यो चाहन्छौँ कोही यस्तो ठाउँ जहाँ कि भेन्यू हामीलाई फ्रीमा पाओस्, खानाको हामी खर्च दिउँला। खानाको खर्च तपाईँलाई थाहै छ, मिलन समारोहको लागि उठाउँदै हामीले दिन्छौँ। नयाँ गाउँमा अल इन्डिया गोर्खा एक्साइजमेन्टको बिल्डिङ भवन तपाईँलाई थाहा छ, हाम्रो पिया साहबलाई थाहा छ। यहाँ पनि हामी गयौँ रेके गर्नु, बहुत राम्रो थियो, बहुत ठुलो, फ्री अफ कस्ट दिँदै थियो हामीलाई। हामी सङ्गठनको 11 GR को भनेर त्यहाँको जो सेक्रेटरी साहबहरूले हामीलाई ओके भन्दै थियो। तर हामीले जो फलो गर्दै आएको थियो जसको विषयमा कल्चरल प्रोग्राम हामीले मैले धेरै साहबहरूलाई बिचमा सोधेँ पनि कल्चरल प्रोग्राम कति राख्नु कसरी राख्नु सबैबाट यही आयो, नराख्नु नै सक्छ तर चलिआएकोलाई एकैचोटि बन्द गर्दा नै राम्रो हुँदैन। नयाँ पार्टीलाई अलिकति एक नेगेटिभ मेसेज जान्छ भनेर हामीले यो डिसाइड गर्यौँ कल्चरल प्रोग्राम राख्नु। अब त्यो हिसाबले जो यो हामीले नयाँ गाउँमा हेरेको थियो त्यो ठाउँमा बस स्टेजको समस्या थियो। जो उसको स्टेज थियो त्यो सानो थियो, अलिकति हाम्रो म्यानेजमेन्टको लागि अलिक थिएन। त्यस कारणले हामीले गोर्खाली सुधार सभालाई हामीले पहिल्यै इग्नोर गरिदिएको थियौँ। त्यहाँको क्यापेसिटी, त्यहाँको जो सराउन्डिङ्स, धेरै असुविधाहरू जस्तो पार्किङको त्यो सब हेरेर हामीले पहिल्यै त्यसलाई हामीले गर्दै थियौँ, साइड इफेक्ट गरिदिएको थियो। तर यताउता गरेर हामी सायद के अरे डिएसवाईमा पुग्यौँ। जुन बेला डिएसआईमा मैले डिसेम्बरमा क्वेरी गर्नु सुरु गरेको, डिसेम्बरमा डिएसआईको बुकिङ मात्रै थियो 8000। त्यति बेला यो स्ट्यान्डको ऊहरू थिएन। डिसेम्बरमा मैले डिएसआईको त्यो वाइसीलाई कुराहरू गर्दाखेरि उसले मतलब त्यो रेटमा थियो। र अर्को मैले सोधेको थियो एक्साइजमेन्ट एसोसिएसनलाई कोही तिमीहरूकोबाट छुट छ कि छैन भनेर। त ओआइसीले ऐसा कुछ नहीं है सर भने। त मलाई चित्त बुझेन। यो मैले तपाईँलाई सेयर गर्दैछु। पहिला थियो यिनीहरूले बन्द गरे त मैले त्यही लिएर चल्यो कि अब त्यस बिचमा म र शरण साहब यहाँ के अरे रामकुमार साहब हामी अरू जग्गा पनि हेर्दै थियौँ वेन्यूको लागि। मतलब मैले शाखा अध्यक्षहरूलाई यहाँसम्म पनि भनेको थियो, यता पनि हेर्नु भनेको। यो मिटिङमा तपाईँलाई दिनुपर्ने केही पनि छैन, हामीले तपाईँसँग लिनु पनि केही छैन, एउटा कुरा बताउने मात्रै हो। तर त्यसको लागि तपाईँहरू सबैबाट तपाईँ भन्दाखेरि तपाईँलाई होइन, तपाईँको छेउछाउमा जो पनि आज आएन, जो आउनु सकिन्थ्यो, जो मान्छे बुढौली भयो, त्यो बिमार भयो, मतलब हिँड्नु सक्दैन, उनीहरूलाई हामी एक्सपेक्ट गर्दैनौँ। तर जो हिँड्नु सक्छ, आजको दिनमा भेटघाट गर्नु सक्छ, त उनीहरू त आइदियोस् भन्ने हाम्रो एउटा हुन्छ इच्छा। तर आज पनि मतलब त्यति ऊ छैन, मतलब के त्यति जति हुनुपर्ने। अच्छा, यो अब आफ्नो अर्को कुराहरू जो अब म भन्नु चाहन्छु, यो कुराहरूलाई हामीले एक प्रकारले पहिलाको अध्यक्ष साहबसँग सल्लाह गरेर लगभग अब हामीले अगाडि फलो गरिदियौँ। जस्तो अहिले आज हाम्रो वाइपी साहबले पहिलाको बात कुराहरू भन्नुभयो, पोइन्टहरू त्यो सबै बहुत जायज छ कि त्यो कति कुराहरू हामीले यसरी पब्लिकली भेला भएर हामीले भन्नु सकेनौँ। तर हामीले अन बिहाफ अफ समिति अल मेम्बर्स, हामी कार्यकारिणी ग्रुप अनि शाखा अध्यक्षहरू हामी भेला भएर हामीले जसरी अहिले गर्दैछौँ त्यसरी नै बसेर डिसाइड गरेको छौँ। त्यो कुनै पनि पोइन्ट हो, जति पनि साहबले भन्नुभयो यो कुराहरू हामीले धेरै डिस्कस गरेर मात्रै फलो पनि गर्दैछौँ र अगाडि पनि गर्ने हो। अगर यो सबै कुरा राम्रो लाग्दैछ भनेर हामी फलो गर्दैछौँ। यसमा सबभन्दा पहिला छ मिलन समारोहको फ्रिक्वेन्सी इन फ्युचर र रेजिङ डे
पूजा त्यसको बादमा यो एजिएम यो तीनटैलाई हामीले अब मध्यनजर राखेर अगाडि यसरी चल्ने भएको छौँ हामी। पूजाको दिन हवन होला, के भन्छ यो झन्डा आरोहण होला, त्यहाँदेखि नर्मल बिल्कुल लाइट मतलब हाइटी जस्तो एउटा म एक्जाम्पल बताइदिन चाहन्छु। त्यो दिन पक्का पूजाको तौरमा कोही रक्सी चेन्ज नगर्ने, बस साउटिङ चिया पानी खाएर अर्ली कि त्यो दिन तपाईँले यो नसोच्नु होला कि यो झन्डा आरोहण भयो या पूजा भयो या सिम्पल त्यो ब्रेकफास्ट लन्च जस्तो पिकनिक लन्च जस्तो कार्यकारिणी ग्रुपले र शाखा अध्यक्षले गरिहाल्ला, त्यो नसम्झिनु होला। त्यो दिन पनि तपाईँहरू हरेक मेम्बर सबै एकदम मतलब सबैबाट कार्यकारिणी ग्रुपबाट त्यो दिनको लागि पनि तपाईँहरू इन्भाइट गर्नुहुन्छ, आमन्त्रित हुनुहुन्छ। कोसिस गर्ने हो सबै आउने। पुरा पल्टनको एउटा 11 GR को नाममा सोसाइटी छ। यो सोसाइटीको नाममा हामी मिलन समारोह गर्छौँ, यो पूजा गर्छौँ। यो दिन हामी पुरा 11 GR को 6 बटालियन बादमा अहिले सिक्किम स्काउट भयो, उनीहरू सबैलाई हामीले आश गर्छौँ, रेस्पेक्ट गर्छौँ। यो 11 GR हो जसको कारण तपाईँले आफ्नो एउटा जीवनको एउटा बनाउनु भयो। तपाईँको कारण के भन्छ तपाईँको परिवार आजसम्म छ, त्यो 11 GR। पल्टन हामी सेकेन्डमा छौँ, फर्स्ट लेभल अरे सेकेन्ड लेभल थर्ड लेभल हामी सेकेन्डमा छौँ। पल्टन सेकेन्ड प्रायोरिटी हो, फर्स्ट प्रायोरिटी के हो हामी 11 GR हो। त्यो 11 GR को कारण हामी आज छौँ, हाम्रो परिवार छ। तो त्यो 11 GR को लागि तपाईँ एक दिन सालको एक दिन मिलन समारोह एक दिन उसको लागि आइदिनुमा तपाईँ सक्षम छ भनेदेखिलाई कोही कसैलाई हुने छैन। यसमा तपाईँको स्पिरिट देखिन्छ, तपाईँको रेजिमेन्टेसनको देखिन्छ, एउटा जोस जज्बा जसलाई लिएर चल्छ। आज हामीले कुरा गर्छौँ नि, हाम्रो 11 GR को पहिला के अरे चिफ फलाना थियो, बादमा सेकेन्ड चिफ फलाना थियो, त्यो ढोङ किन पिट्ने? अगर तपाईँकोमा यो स्पिरिट छैन भने यो मैले यो कुराहरू एउटा मनको कुराहरू भन्दैछु। कस्तो तपाईँहरूले आफ्नो छेउछाउमा साथीभाइहरू, दाजुभाइहरू, पडोसीहरू सबैलाई यो कुराहरू, यो भावनाहरू, यो मोटिभेसनहरू ल्याउने कोसिस गर्नुहोस् र जोड्ने कोसिस गर्नुहोस्। सबकोमा यो छ कि सदस्य बनेर फाइदा के छ? फाइदा त केही छैन। यति हो हामी सालमा एकपल्ट भेट्छौँ, दुःख सुखको कुरा गर्छौँ, भेट्छौँ, यसो हाँसी दिन्छौँ। कसैकोमा वाक्यमा दुःखको कुरा छ भने उसले दुःखको मेन्टली फिजिकली फिट हुनुको लागि मतलब योगासन जो कि आज योग प्राणायाम तपाईँलाई थाहा छ पुरा दुनियाँमा फेमस हुँदैछ। त मिलन समारोहलाई पनि र हाम्रो पूजाको कार्यक्रम यो तपाईँको जानकारीको लागि सिर्फ यो सालमा समारोहमा आउनु भएको छ सिक्किममा। उहाँ सबैलाई मेरो तर्फबाट सन्देश साथै शुभकामनाहरू नमस्कार छ। यहाँनिर पहिला आज हामी यहाँनिर जति पनि पल्टनहरू थियो सबैको पनि आफ्नो स्कुल ग्रुपहरू थियो, तर त्यसपछि हाम्रो सबै दाइहरू भनौँ भने यहाँनिर कान्छो हाम्रो ग्रुप हो 11 GR, थर्ड GR, 9 GR अरू सब GRको भन्दाखेरिमा। तर हाम्रो भनौँ भने हामी सबै कान्छो हो, तर प्रगति विकास साथै हाम्रो एकताको लागि 11 GR सबसे नै अहिले प्रथममा छ। त्यसै प्रथमबाट नै मेरो भनौँ भने यो प्रथम बटालियन प्रेभेस्ट अफ ग्रुपबाट म पनि एउटा उसको सदस्य हो, म पनि प्रेभेस्ट अफ ग्रुपको एउटा 11 GRको नै पाइदा। हामीले यसबाट आएपछिबाट पहिला हामी सबै जन्मिएको थियो यो पल्टन जति बेला हामी कसम परेड हुँदाखेरिमा हाम्रो कर्णलब्ध रेजिमेन्ट नहुँदाखेरिमा हाम्रो जब चुनेको थियो त्यति बेला हाम्रो
त्यति बेला जीजी बेउर साहबलाई चुनेर ल्याएको थियो जब उनी डोगराबाट आउनु भएको थियो है। तर त्यसपछि अब बुझ्दै जानुहोस् कि त्यति बेला हाम्रोमा एउटा जर्नलहरू भन्ने कोही थिएन, ब्रिगेडहरू। आज हाम्रोमा कतिजना भइसक्यो, यो सबै हाम्रो देन हो। उहाँ जर्नल हुनुभयो, उहाँ कर्नल ब्रिगेडर जो पनि हुनुभयो, त्यो सबै जो छ हाम्रो जो कार्यकर्ताहरू तपाईँहरू जति बेला पल्टनमा हुनुहुन्थ्यो उनको माध्यमबाट भएको हो। यो उहाँ भएको होइन, तपाईँ सबै नै भएको है। तपाईँ सबैहरू नै त्यो पदमा पुग्नु भएको, किन तपाईँहरू सबैको मेहनतले गर्दाखेरि। तर हामी धेरै दिन हामी बस्नु सक्दैन पल्टनमा, आफ्नो समयको अनुसारले हामी यहाँ मिलेर रिटायर हुँदै आउनुपर्छ। रिटायर हुँदै आउँदाखेरिमा यहाँ हामी आएर आफ्नै एरियामा आफ्नै जग्गामा आएर हामी एउटा अपरिचित भएर हिँड्नुपर्छ। एउटा हामी अपरिचित जस्तो भएर हिँड्नुपर्छ। हामीलाई यहाँनिर कोही चिन्ने हुँदैन, के हुँदैन। हामी एउटा दुःख सुखमा पनि आउनु नसक्नेले गर्दाखेरिमा धेरै नै मनमा कस्तो लाग्यो। त्यसबाट मलाई मेरो मनमा त्यति बेला यो ख्याल आयो कि हाम्रो पनि रिटायर भएर पनि हाम्रो एउटा एकत्रित हुने एउटा जग्गा होस् भनेर। त्यसको लागि अब कोही अरू जस्तो अरू पल्टनको त थियो अरू ग्रुपको, मेरो मनमा यस्तो आयो कि दुःख सुखमा हामी उठ्नु, हाम्रो पनि दुःख सुखको माध्यम होस् कि हामी उठ्नु सकौँ, बस्नु सकौँ, थाहा होस्। किनभने कोही कहाँ छ, कोही कहाँ छ, कुन चाहिँ जग्गामा छ हामीलाई थाहा पनि छैन, रिटायर आएर कहाँ कहाँ बसेको छ। तर त्यसको कोही हाम्रो एउटा ठेगाना हुनु पर्यो कि दुःखमा उठ्ने। सुखमा त सबै आउँछ भन्छ नि कि सुख और खुसी में तो हिजड़ा भी नाच्ने आ जाते हैं, तर दुःखमा आउनु पर्यो। कतिजनाको मैले यस्तो देखेँ कि बिचरामा कसैको अर्थी उठाउँदाखेरिमा मान्छे नहुने, कतिकोमा आफ्नो मान्छे पुगिन नसक्ने। किन हाम्रोमा समाचारको कोही माध्यम पनि थिएन, अब त समाचारको माध्यम पनि भयो। त्यसले गर्दाखेरि हाम्रो यस्तो केही बन्नुपर्छ जो हाम्रो पनि संस्था। तर मलाई अब खुसी लाग्यो अहिले जो संस्थामा यहाँ पिबी गुरुङ साहब र उहाँको कार्यकारिणी जति पनि सदस्यहरू हुनुहुन्छ अहिले बहुत सुचारू रूपले चलाउनु हुँदैछ। र उहाँको लागि अब म भन्छु यो मञ्चासीन जति पनि साथीहरू बसेको छ उहाँलाई धेरै धेरै धन्यवाद, कोटि कोटि धन्यवाद छ। त्यति साह्रो राम्रो आयोजन गर्नुहुँदैछ। हुन त उपस्थित भएर उहाँ सामने अहिले भन्नु सकेको थिइनँ कहिले पनि, तर आज यहाँनिर भेट भयो। र पनि म यसमा फोनमा हेरिबस्छु, ग्रुपमा हेरिबस्छु, ग्रुपमा जो गरेको कार्यहरू, साथमा गएको, कसैको मरौकोमा कसैमा बसेको, कसैको तेरवीमा बर्कीमा सबैमा आएको। मैं मेजर पीवी गुरुङ, अध्यक्ष 11 गोरखा किराती समिति, आज एनुअल जनरल बॉडी मीटिंग के उपलक्ष्य में हम सभी सदस्य लोग जितने भी देहरादून के पूर्व सैनिक परिवार आज इकट्ठा हुए थे। सबसे पहले मैं उन सभी का हार्दिक धन्यवाद देना चाहता हूं। आज वो सभी आए, खासकर ये हम हर साल एनुअल जनरल बॉडी मीटिंग करते हैं। इसमें हम अपने समिति के सभी परिवार को 11GR के बारे में और समिति के कार्यक्रम के बारे में बताते हैं और इसमें आगे के लिए क्या क्या करना है, जो भी सुविधाएं हैं, उपलब्धियां हैं, उनके बारे में बता करके उन सभी को अवगत कराते हैं। और इस उपलक्ष्य में आज आपके 24x7 के इन्फॉर्मर के तौर में आप भी आए हैं, आपका भी मैं बहुत बहुत धन्यवाद देना चाहता हूं। और इसी तरह से हम हर बार मिलते रहेंगे, हर साल हम आपको निमंत्रण करते रहेंगे, हम अपने रेजिमेंट के बारे में बताते रहेंगे। धन्यवाद। मैं सुधार मेजर कुमार थापा, किराती समिति का उपाध्यक्ष। आज हमारा म्यूजियम जोली गाँव में हुआ। इसमें साल भर के हम लोगों को जो भी कामकाज का ब्यौरा था वो दिया गया है और खर्चा का लेखा पेखा और आने वाले भविष्य में किस प्रकार से काम किया जाएगा ये सभी बात किया गया है। तो काफ़ी अच्छा रहा। सभी हमारे वीर नारियाँ हैं और हमारे साहब लोग आए, सभी का बहुत बहुत धन्यवाद। थैंक यू।
गोरखाओं की आवाज को बुलंद करने के लिए चैनल को सब्सक्राइब करें और खबर को लाइक शेयर करें।